साथीभाइहरू बाटोमा यस्तो मानिसहरू देख्दा मलाई धेरै नै दुःख लाग्छ। तर के गर्नु साथी, दुःख लागेर पनि म यिनीहरूलाई केही गर्नु सक्दिनँ। किनकि मेरो पास कुनै राम्रो एनजिओको नम्बर पनि छैन, न मेरो यिनीहरूलाई रुपियाँ पैसाले मद्दत गर्छु, न खाना खुवाएर मद्दत गर्न सक्छु है, त्यति मद्दत गर्न सक्दिनँ। यस्तो बिजोग अवस्था छ है। यो जुन चाहिँ देख्नुभयो तपाईँले ढल्किरहेको यो मेन सालुगढा बजारमै छ है। र यिनीहरू हेरेर यसरी बिजोग अवस्थामा सुतिरहेको छ। न यिनीहरूलाई खानु न कसले दिन्छ है, कोही कोहीले दिइरहन्छ है। र यो भाइको भिडियो तपाईँलाई त हमेसा म देखाइरहने छु। यो भाइको घर आसाम रक्सोल कहाँ भन्नुहुँदै थियो है। र त्यही हो, यो भाइको भिडियो जसो सेयर गर्नु भन्छु है, तर यो भाइको भिडियो कसैले सेयरै गर्दैन। किनकि हाम्रो मान्छेले राम्रो भिडियो सेयर गर्दैनन्। जुन कुरो सेयर गर्नुपर्ने जरुरी छ त्यो भिडियो सेयरै गर्दैनन्। किनकि यो भाइको उमेर अलि 20-22 सालले नै हो। यदि यो भाइको इलाज भयो भने यो भाइले आफ्नो जीवन राम्रोसँग बिताउन सक्थ्यो। तर के गर्नु, तपाईँहरूले यस्तो भिडियोहरू सेयर नै गर्नु हुँदैन है। र यो भाइको दुःख देखेर मलाई धेरै माया लागेर आउँछ है। र यो भाइ एकजना बहिनीले कमेन्ट गर्नुभएको थियो कि भाइको केस काटिदिनु या तपाईँको पुरानो लुगाफाटा दिनु भन्नुहुँदै थियो। र यो भाइको केस काट्नु मैले अस्ति भनेको थिएँ, यो भाइ मानेन। तर लुगाफाटा कुरा गर्नुभयो, यो भाइलाई म अवसर दिनेछु। र हेर्नुहोस्, फेरि तपाईँलाई एउटा बिजोग अवस्था भएको एउटा नारी तपाईँलाई देखाइरहेको छु। उनको पाउमा घाउ भइरहेको छ है। उनको बिजोग अवस्था छ। अनि यो बहिनीलाई मैले मेरो एउटा बहिनी चिनाजाना छ है, उसले यस्तै मानिसहरूको उद्धार गर्नुहुन्छ। र मैले उहाँलाई यो बहिनीलाई मैले उहाँसँग पुर्याएको थिएँ है, बहिनीलाई बोलाएर। तर यो बहिनी चाहिँ त्यहाँबाट भागेर आयो। के गर्नु, यस्तो मानिसहरूको थाहै हुँदैन कि कहाँ राम्रो, कुन जग्गा हामीलाई सही, कुन जग्गा गलत है। अहिले यस्तो बिजोग अवस्था भइरहेछ यो बहिनीको।